नमस्कार दर्शकवृन्द, तथ्य र तर्कको आजको श्रृङ्खलामा स्वागत छ र म मनिष झा फ्याक्ट्स रिसर्च एन्ड एनालाइटिक्स र एभिन्यूज टेलिभिजनको सहकार्यमा यो कार्यक्रम हामीले ल्याउने गर्छौं। यो साप्ताहिक कार्यक्रममा हामी अनुसन्धानको माध्यमले संकलित तथ्यहरू प्रस्तुत गर्छौं र सम्बन्धित क्षेत्रको व्यक्तिलाई बोलाएर तार्किक छलफलको प्रयास गर्छौं। आज पनि हामीले सप्ताहभरि चर्चाको चुलीमा रहिरहेको मध्ये एउटा विषय छानेका छौं र त्यही विषयसँग सम्बन्धित केही संकलित तथ्यहरूमा तार्किक छलफलको प्रयास गर्नेछौं। आजको हाम्रो विषय रहेको छ नेपालमा स्वास्थ्य क्षेत्र र यस सम्बन्धी छलफल गर्नको लागि हामीले निम्त्याएको छौं डाक्टर रामेश कोइराला। उहाँ गंगालाल मुटु अस्पतालसँग आबद्ध हुनुहुन्छ र उहाँ चाहिँ मुटु रोग विशेषज्ञको रूपमा पनि हामी उहाँलाई चिन्दछौं। कार्यक्रममा स्वागत छ डाक्टर साहब। धन्यवाद। नेपालमा स्वास्थ्य क्षेत्रको अवस्था हेर्दाखेरि वा विगतदेखि इतिहासदेखि अहिलेसम्म हेर्दाखेरि जुन यसको ग्रोथ रेट हुन्छ भनौँ न, ग्लोबल सिनेरियोमा जस्तै हामीले नेपालमा चाहिँ टेलिकम्युनिकेसनको इन्टरनेटको शिक्षा क्षेत्रको पनि भनौँ, यसको अटोमोबाइल इन्डस्ट्रीको यिनीहरूको ग्रोथ रेट त हामी लगभग ग्लोबल स्पिडमै हामी कम्पिट गर्न सकिरहेका छौँ। त्यो ग्रोथ रेट चाहिँ एटलिस्ट हामीले मेन्टेन गरिरहेका छौँ। तर स्वास्थ्य क्षेत्रको ग्रोथ रेटलाई हामी कसरी विश्लेषण गर्न सक्छौँ? यो कस्तो छ? यसलाई चाहिँ खासै भन्दाखेरि हामीले अहिलेसम्म के देख्दैछौँ भने यदि 2045 सालभन्दा अगाडिको र 45 सालभन्दा पछाडिको उदाहरण लियौँ अथवा दुईटालाई चाहिँ हामीले दाँजेर हेऱ्यौँ भने हाम्रो स्वास्थ्य क्षेत्र 45 सालपछि जसरी अब हुन त प्रष्टसँग देखिने सञ्चार क्षेत्र भयो अथवा यातायात भनौँ, जुन चाहिँ बाटो पुग्नुपर्ने हो, बाटोको मैले त देखेको नेपालमा तीनटा कुराहरू एकदमै धेरै राम्ररी, 3-4वटा कुराहरू एकदम राम्ररी प्रजातन्त्र पुनर्स्थापना भनौँ, त्यो पछिको एकदम राम्ररी फ्लरिस गरेको अथवा चाहिँ एकदम विकास भएको क्षेत्रहरू भनेको नै स्वास्थ्य, यातायात, शिक्षा र अनि अघि तपाईँले भने जस्तै सञ्चार। यो चारवटा कुराको त यसलाई फ्रगलिप नै भन्नुपर्छ, किनभने हामी 45 सालभन्दा अथवा 46 सालभन्दा अगाडि पनि राम्ररी देखे भएको मान्छेहरूले यसलाई राम्ररी देख्छौँ। यो एकदम राम्रो विकास हो। तर त्यो विकासलाई हामीले कसरी व्याख्या गर्ने? नम्बर राम्रो भएको छ संख्यात्मक रूपमा कि त्यसको चाहिँ क्वालिटी पनि, त्यसको कस्तो छ? त्यो सेवा स्तर पनि राम्रो भएको छ? विकेन्द्रीकरण यदि यसलाई यसरी भनौँ भने यसको चाहिँ वितरण चाहिँ समान ढङ्गले वितरण भएको छ भन्ने चाहिँ म त्यस्तो चाहिँ म ठोक्का गर्दिनँ। तर जे कुरा चाहिँ भनेको हामीले के देख्छौँ भने पहिलाको भन्दा एक गुणात्मक र अर्को सङ्ख्यात्मक पनि भनौँ, र किनभने हाम्रो क्वालिटी पनि राम्रो भएको छ र क्वान्टिटी पनि बढेको छ, त्यसमा कुनै पनि शङ्का छैन। जस्तै भनौँ न, धेरै टाढा जानु पर्दैन, 55 सालको कुरा गर्ने भने 55 सालमा राजविराजमा एउटा हाड जोड्नीको विशेषज्ञ डाक्टर साहब अनि अर्को एउटा सर्जन अथवा अर्को गाइनोकोलोजिस्ट र 5वटा तपाईँले विशेषज्ञ डाक्टर चाहिँ राजविराजमा हुन्छन् भने तपाईँ कल्पना गर्न सक्नुहुन्न थियो 45 सालमा भने। अहिले हुन्छ, अहिले त सम्भव छ वा यथार्थ छ। पृष्ठभूमिको कुरा गरौँ नेपालमा यो स्वास्थ्य क्षेत्रको, यसमा कुरा गर्दाखेरि चालु आर्थिक वर्षको कुल गृहस्थ उत्पादनमा स्वास्थ्य क्षेत्रको हिस्सा 1.77% रहने सरकारी अनुमान छ। यसरी नै गत वर्ष यस क्षेत्रको कुल गृहस्थ उत्पादनमा हिस्सा 1.70 70% रहेको थियो। 1.70% भनेपछि यसपालि चाहिँ यसको कुल गृहस्थ उत्पादनमा यसको हिस्सा बढ्नेछ भनेर 0.7%ले बढ्नेछ भनेर 0.07%ले। त्यसरी नै स्वास्थ्य क्षेत्रको वृद्धि दर गत वर्षको तुलनामा 10.49% को तुलनामा चालु आर्थिक वर्षमा 8.85% मात्र रहने सरकारी अनुमान छ। कुल गृहस्थ उत्पादनमा चाहिँ यसको हिस्सा बढ्नेछ 0.07%ले, तर स्वास्थ्य क्षेत्रको आफ्नै वृद्धि दर चाहिँ घट्नेछ भनेर अनुमान गरिएको छ। यसलाई चाहिँ यसरी भनौँ, यसलाई चाहिँ यो स्वास्थ्य क्षेत्रको वृद्धि दर चाहिँ घट्यो, तर हाम्रो चाहिँ टोटल जिडिपीमा भनौँ कुल कन्ट्रिब्युसन चाहिँ बढ्यो।
अब त्यसलाई त भनेको यसमा सायद धेरै कुरा ठूलो कुरा छैन होला, किनभने यसपालि अनुमानित के भन्दाखेरि विगतको भुइँचालोदेखि लिएर जुन नाकाबन्दीको कुरा आयो त्यसले गर्दाखेरि देशको जीडीपी नै एकदमै कम भएको छ र त्यो एकदम जति धेरै कम भएको छ त्यो हिसाबमा त यहाँ जम्मा 10.49बाट 8.85 भनेको 1.5% मात्रै कम भएको छ। त्यही पनि यो सन्तोषजनक नै हो भन्न खोज्छु मैले जस्तो भनेको हाम्रो जीडीपी जति चाहिँ पर्सेन्टेजले डाउनफल भयो त्यसमा यति मात्रै घटेको भनेको मेरो हिसाबमा सायद धेरै चिन्ता गर्नु विषय होइन होला। नेपालमा 2072 को मेडिसिन संकायमा भर्नाको संख्या हेर्ने हो भने यो हामीले चाहिँ जनशक्ति कसरी आइरहेको छ भनेर हेर्दाखेरि जसरी ब्याचलर लेभलमा चाहिँ 7389 जना हामीरा महिला विद्यार्थीहरू हुनुहुन्छ भने लगभग 10,024 जना पुरुष विद्यार्थीहरू हुनुहुन्छ, कुल मिलाएर 17,857 जना। त्यसरी नै मास्टरतिर हेर्दाखेरि 4,444 जना चाहिँ मास्टरमा महिला विद्यार्थीहरू हुनुहुन्छ, पुरुष विद्यार्थीहरू 680 जना, कुल मिलाएर 1,124 जना हुनुहुन्छ। यो संख्याको आधारमा यसलाई हामीले हेर्ने हो भने यो सन्तोषजनक हो। नेपालमा एक वर्षमा स्वास्थ्य क्षेत्रमा लगभग ब्याचलर र मास्टर दुवै गरेर 19,000 जति विद्यार्थी एक वर्षमा भनेको सन्तोषजनक नै मान्न सकिन्छ। पक्कै पनि, किनभने हामीले यसलाई त सबैभन्दा योभन्दा अगाडिको वर्ष कस्तो थियो र अहिलेको वर्ष कस्तो छ भनेर त यसलाई नदाजिकन मैले एउटा यो अङ्कको हिसाबमा 19,000 भनेर भन्ने बित्तिकै मैले यसलाई राम्रो नराम्रो भन्न त मलाई एकदमै अप्ठ्यारो भयो। तर कस्तो छ भने हामीले यहाँ यो तपाईँले देखाउनु भएको यो जुन चाहिँ ग्राफ छ यसमा चाहिँ देख्दाखेरि नै हामीलाई एउटा सबैभन्दा खुसी लाग्नुपर्ने एउटा त के भन्दाखेरि महिला पुरुषको संख्या लगभग बराबरी जस्तो भनेको देखिन्छ भने, दोस्रो कुरा भनेको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य शिक्षामा यत्रो धेरै जनशक्ति उत्पादन हुँदो रहेछ प्रति वर्ष भनेको यसलाई यसरी हेर्दाखेरि भनेको हामीले एकदम आँखा चिम्लेर भन्छ कि 5 वर्षमा 1 लाख जनशक्ति नेपालमा उत्पादन हुँदैछन्। यो भनेको भनेको 5 वर्षमा 1 लाख जनशक्ति यही भनेको अझै यसमा त अझै वृद्धि दर छँदैछ। तर त्यो भनेको त एकदमै हाम्रो हिसाबमा त गर्व गर्ने कुरा हो कि भनेको अब कति चाहिँ बेरोजगार होलान् नहोलान्, हाम्रो माग कति हो आपूर्ति कति हुँदैछ त्यो त योजना आयोग र सरकारलाई थाहा हुनुपर्ने कुरा हो। तर म त आफूले भनेको सन्तोषजनक मात्रै होइन, यो भनेको चाहिने भन्दा बढी होला। जसरी नै यो जनशक्ति हामीले एक वर्षमा लगभग 20,000 19,000 भनौँ 19,000 जुन देख्छौँ, त्यसरी नै हाम्रो कुल जनसङ्ख्याको आधारमा हामीले यसलाई हिसाब गर्दाखेरि एकजना स्वास्थ्य क्षेत्रको जनशक्तिले वा एकजना डाक्टरले नेपालमा चाहिँ लगभग 1200 जना बिरामीहरूलाई हेर्नुपर्ने त्यो हिसाब आउँदो रहेछ। 12,000 त्यो हेर्दाखेरि चाहिँ तपाईँको त्यो गर्दाखेरि त अझै पनि त्यो जिम्मेवारी त धेरै नै देखिन्छ नि, होइन? जसरी काठमाडौँ उपत्यकामा ट्राफिकको क्यालकुलेट गर्दा एकजना ट्राफिकले चाहिँ लगभग 1200 वटा गाडी हेर्नुपर्छ भन्दाखेरि त त्यो हामी जबकि गाडीलाई त हेर्नु मात्र पर्ने, व्यवस्थापन मात्र गर्नुपर्ने, यसमा त डाक्टरले सबैको उपचार गर्नु पर्दाखेरि त्यो त धेरै नै संख्या अझै पनि कम छ भन्ने हामी बुझ्न सक्छौँ। मनिषजी अब यसलाई एकछिनले यो चाहिँ मेडिसिन संकायमा भर्ना भएका सबै भनेको ब्याचलर लेभल र मास्टर लेभल प्याथोलोजीमा काम गर्ने, प्याथोलोजी पनि हुन्छ, रेडियोलोजी पनि हुन्छ, अनि डाक्टर पनि छन् अथवा अनि बीएससी नर्सिङ पनि छ भनेपछि त्यसकारण त्यो चाहिँ यो अलिकति फरक कुरा भयो। तर अब हामी जति बेला अब डाक्टरकोमा मात्रै आउँछौँ भने नेपालको कुरा नगरौँ, सबैभन्दा पहिला त कुरा गरौँ WHO को कुरा गरौँ। WHO स्ट्यान्डर्डमा हरेक 10,000 मा एकजना डाक्टर भन्ने उनीहरूले भयो भने चाहिँ उनीहरूको स्ट्यान्डर्ड मिट गर्यो भनेर भन्ने हो र नेपालले त्यही मिट गर्न खोजिरहेको हो भन्ने नै म बुझ्छु। अब WHO को स्ट्यान्डर्डमा गर्दाखेरि त हामी 12,000 भनेपछि त सायद हामी धेरै पर छैनौँ होला, धेरै पर छैनौँ होला। अनि 12,000 मा हामी 10,000 मा त सायद 2-4 वर्षमा आइसक्छौँ। तर त्यो एउटा कुरा, अर्को त्यो विश्लेषणमा एउटा पाटो थप्ने हो भने जसरी हाम्रो जुन भौगोलिक रूपमा जुन च्यालेन्जेसहरू छ त्यसले गर्दाखेरि त 12,000 को लागि हाम्रो कुनै एउटा जिल्ला पनि गाह्रो हुन सक्छ नि। हो, त्यसलाई त म त आफै भन्छु होइन, त्यसलाई भनेको त्यो त WHO ले तोकेको भयो। तर अब जस्तै भनौँ अमेरिकामा 10,000 होइन नि, होइन? जस्तै अब इटलीमा सबैभन्दा बढी डाक्टर बेरोजगार भएको अहिलेसम्म जहाँसम्म लाग्छ अब साम्यवाद भनौँ न भएको हुनाले क्युबालाई नगन्ने हो भने सायद सबैभन्दा बढी बेरोजगार भएको इटलीमा होला भनेको, जहाँ चाहिँ यति धेरै ओभर प्रडक्सन भयो कि त्यहाँ उनीहरूलाई त्यो 12,000 होइन, यहाँ त 1200 पनि होइन, यहाँ त 800 जनामा एउटा डाक्टर भइसक्यो।
अनि त्यो कन्डिसन आउँदाखेरि अब नेपालमा पनि 10,000 होइन, नेपालमा सायद 5,000मा एउटा डाक्टर ठिक होला कि। र अनि त्यसमा पनि भनेको अब जति चाहिँ सब स्पेसिलिटी भनेको विज्ञता जति बढ्दै जान्छ। पहिला धेरैवटा चाहिँदैन थियो नि, पहिला एउटा सर्जन भए पुग्थ्यो, एउटा गाइनोकोलोजिस्ट भए पुग्थ्यो होला, एउटा फिजिसियन भनेर मेडिसिन इन्टरनल मेडिसिनको भए पुग्थ्यो होला है। भनेपछि पछि त्यहाँ आँखाको भिन्दै चाहियो, नाकको भिन्दै चाहियो, बुढाबुढीको हेर्ने भिन्दै चाहियो, साइकेट्री भनेर मानसिक रोगको चाहियो। अनि त्यसमा पनि अब अझै हुँदाहुँदै अहिले त भनेको इन्डोक्रिनोलोजी भनेर भयो, त्यसमा पनि यो भनेर त यी जसरी छुटिँदै जान्छ त्यति हामीलाई बढी डाक्टर चाहिन्छ। यो के समय अनुसार नै यसरी नयाँ नयाँ कुराहरू आवश्यकता हुने हो कि त्यो कुराहरू आउँदै गर्ने हो, आविष्कार हुँदै गर्ने? जस्तै रोग आविष्कार हुन्छ कि यो समस्या पहिलादेखि नै थियो, यो हेरेको थिएन, यसलाई ध्यान दिएको थिएन, अब यो पनि चाहिने भयो भनेर बुझिएको? मेरो गाउँमा एउटा मेकानिक थियो, म बच्चा हुँदाखेरि। त्यो मेकानिकले गाडी पनि बनाउँथ्यो, मोटरसाइकल पनि बनाउँथ्यो, साइकल पनि बनाउँथ्यो र गाडीमा हावा पनि हाल्थ्यो। आजको दिनमा हामी के छ भने साइकलले साइकल मात्रै बनाउँछ, मोटरसाइकलले मोटरसाइकल मात्रै बनाउँछ। भनेपछि यो चाहिँ के भन्दाखेरि जेले जे काम मात्रै गर्छ त्यसले राम्रो गर्दो रहेछ भन्ने एक्सपर्टिजलाई रेस्पेक्ट। अनि त्यसले गर्दाखेरि के भन्दाखेरि एक्सपर्टिजले राम्रो गर्छ भनेपछि त्यो किन राम्रोतिर नजाने, होइन र? यसरी नै अगाडि बढौँ। नेपाल मेडिकल काउन्सिलको कुरा गर्दाखेरि स्वदेश तथा विदेशबाट चिकित्सा शास्त्रमा डिग्री डिप्लोमा गरेका चिकित्सकहरूको दर्ता गर्ने, मुलुकभित्र स्थापना हुने नयाँ मेडिकल डेन्टल कलेजहरूको स्तर हेरी सञ्चालनको मान्यता दिने र विद्यार्थीको भर्ना स्वीकृत न्यूनतम योग्यता निर्धारण गर्ने जस्ता कार्यहरू गर्दै आएको छ। काउन्सिलले नियमित रूपमा दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन, विभिन्न खालका स्वास्थ्य तथा चिकित्सा व्यवसायसँग सम्बन्धित उजुरीहरूमाथि छानबिन र विदेशी चिकित्सकहरूको योग्यता हेरी अस्थायी दर्ता गर्ने लगायतका कार्यहरू समेत गर्दै आएको छ। र अहिले आएर हामीले यो कुरा धेरै नै चर्चामा, जुन 36 जना समातिए, त्यसले गर्दाखेरि यो कुरा एकदमै धेरै सान्दर्भिक छ। पहिला त कुरा गरौँ त्यो 36 जना समातिएकाहरू, उहाँहरूले त मेडिकल एजुकेसन त प्रपरली लिएको र सर्टिफिकेट लिएको पाइन्छ, तर त्योभन्दा अगाडिको शैक्षिक स्तरहरूमा भन्नाले त्यसलाई हामीले कसरी विश्लेषण गर्न सक्छौँ? तपाईँ त्यही क्षेत्रको एकजना विशेषज्ञ व्यक्ति भएको हिसाबले कसरी हामी त्यसलाई बुझ्न सक्छौँ? पहिला त भनेको यो मेडिकल काउन्सिल यसमा ल्याउनु हो, यो ल्याएपछि यो छुएपछि मैले पक्कै पनि अब यसमा मैले बोल्नुपर्छ नि होला। पहिला त म यसलाई सबैभन्दा सुरु गरौँ, हाम्रो मिडिया अथवा हामी सबै जनसाधारण नै भनेको केही हिसाबमा हामी जहिले पनि हाम्रो नेपालको विडम्बना भनौँ, हामी अलिक पूर्वाग्रही चाँडै भइदिन्छौँ, पूर्वाग्रही भनिदिन्छौँ भने के भन्दाखेरि यस्तो भयो अरे भन्दा नि हो त्यो त्यस्तै छ भनेर भन्छौँ। त्यसलाई धेरै चाहिँ अर्को पक्षबाट चाहिँ हेर्न पनि चाहँदैनौँ। हामीलाई आफूलाई जे लागेको छ ट्याबु भनौँ एक हिसाबमा, त्यो जहिले पनि हामी चाँडै लिइदिन्छौँ। सबैभन्दा पहिला त म त यसलाई नै भन्छु अपरेसन क्वाक भनेर जुन चाहिँ सुरु गरियो, त्यो अपरेसन क्वाक होइन। एउटा पहिला त सुरुमा त्यसको नामै गल्ती भयो। भनेको क्वाक भनेको को हो भनेर भन्दाखेरि हामीले डिक्सनेरीबाट अथवा पनि राम्ररी भन्न सक्छौँ, जसले मेडिकल शिक्षा नै लिएको छैन, जसले पासै गरेको छैन, पढेकै छैन, त्यसले कपोलकल्पित रूपमा भ्रामक रूपमा उसले चाहिँ म डाक्टर हुँ भनेर अथवा म त्यो विषयको विशेषज्ञ हुँ भनेर उसले यदि जनतालाई उपचार गर्छ भने त्यो क्वाक भयो। त्यो त्यस्ता डाक्टरले क्वाक भन्छौँ अथवा त्यस्ता मान्छेलाई शैक्षिक रूपमा आधिकारिक रूपमा त्यो मान्छे दक्ष नभए पनि उसले आफूलाई त्यसरी प्रस्तुत गर्छ। अब भनेको त्यो उनीहरूको या त मेडिकलको भनौँ न एमबीबीएसकै भनौँ अथवा एमबीबीएस अथवा विशेषज्ञ कुराहरू एमडीको एक त डिग्री हुँदैन, अथवा उसको चाहिँ एमबीबीएसको डिग्री छैन, ऊ आफूलाई डाक्टर भन्छ, अथवा उसले एमबीबीएसको डिग्री नक्कली ल्याएको छ, अथवा उसले त्यही दुईटामा सबैभन्दा ठुलो कुरा त त्यही दुईटा भयो। त्यो दुईटा कुरा त अहिले छानबिन होइन। अहिले मुख्य कुरा चाहिँ होइन, अहिले यो 36 जना 37 जनाको कुरा जुन चाहिँ आयो, अब अगाडि त्यो सायद त्यो पनि छानबिन हुन्छ होला, तर अहिले जे कुरा आइरहेको छ अहिले चाहिँ आएको अनुसार चाहिँ उनीहरूले 11-12 भनौँ अथवा हाम्रो पालामा आइएसी थियो, त्यो सर्टिफिकेटको बारेमा यो सबैको जम्मै जहाँसम्म मलाई लाग्छ यो 36 जना अथवा अहिलेसम्मको त्यो 51-52 जना भयो, त्यो सबैको 11-12 को सर्टिफिकेटको बारेमा उनीहरूको त्यो सर्टिफिकेट नक्कली हो भनेर सिआइबीले भनेको छ। पक्कै पनि छानबिन गरेरै भनेको हुनुपर्छ, त्यसमा मलाई त्यो छानबिनमा शङ्का छैन। तर अब त्यो चाहिँ त्यो नाम चाहिँ अलिक गल्ती हो कि भन्ने हो, एउटा मेरो चाहिँ त्यो मात्रै भनाइ हो। अब यो डाक्टरहरूको कुरा गर्दाखेरि तपाईँले त्यसलाई चाहिँ नामको व्याख्या गर्नुभयो, तपाईँको आफ्नो अवधारणा राख्नुभयो। अब त्यसलाई चाहिँ हामीले डाक्टर मान्ने कि नमान्ने, किन मेडिकल एजुकेसनको सर्टिफिकेट त छ, त्योभन्दा अगाडिको शिक्षामा मात्र हो बदमासी भएको हो।
भनेपछि हामी अब यसलाई म सबैभन्दा यसलाई 2-3 तरिकाले हेरौँ। एउटा तरिकाले गल्ती गरेका हुन्, नक्कली प्रमाणपत्रको भरमा उनीहरू डाक्टर बने, भनेपछि त त्यो भनेको डाक्टर बने नि, नक्कली प्रमाणपत्रको भरमा उनीहरू डाक्टर बन्नलाई भर्ना भए भनेपछि त्यो प्रमाणपत्रको के काम थियो र भने जसले पनि त नक्कली ल्याएर गरे हुन्थ्यो नि, त्यो बेकारको यहीँ किन पढिराख्नु पर्थ्यो र, यदि उनीहरूलाई माफ गर्ने हो भने, होइन त। अनि अर्को कुरा भनेको हाम्रो जुन चाहिँ जालसाजीको ऐनले नै, नेपालकै ऐनले भनेअनुसार त कुनै पनि भनेको तपाईँले 10 क्लास पास गर्नुभएको छैन, अनि तपाईँले अनि आइए बिए पढ्दै हाल्नु, मास्टर भनौँ न एमए पास गर्नुभयो, अरे तपाईँले अथवा बिए पास गर्नुभयो, तपाईँ सेक्सन अफिसरको जागिर खानुभयो, तपाईँको 10 क्लासको नक्कली सर्टिफिकेट छ भने त तपाईँले त्यो सेक्सन अफिसरको जागिरहरू निक्लिनुपर्छ नि। यो चर्चाको क्रममा तपाईँ पनि एकजना एक्सपर्ट, मेडिकल एक्सपर्ट विशेषज्ञ डाक्टरको हिसाबले तपाईँलाई चाहिँ त्यो एउटा त्यो क्षेत्र अलि फोहोर भएपछि त्योसँग सम्बन्धित व्यक्तिहरू सबैलाई त्यो सरोकार हुन्छ नि कता, त्यस्तोमा चाहिँ यहाँ भएको डाक्टरहरूलाई अब जस्तै एकजना पाइलट बदमास निक्लियो भने हामी सबै पाइलटहरूलाई शङ्काको दृष्टिकोणले हेर्न खोज्छौँ, होइन? त्यसरी नै तपाईँले अघि पनि भन्नुभयो नि, हामी चाँडै पूर्वाग्रही भइदिन्छौँ। त्यो हुँदाखेरि चाहिँ त्यो क्षेत्रको व्यक्तिहरूलाई पनि त्यो अलिक असहज महसुस हुन्छ नि, होइन? तपाईँ एउटा डाक्टरको रूपमा तपाईँलाई पनि भयो होला त्यो? अघि मैले त्यसलाई एउटा चाहिँ अलि छोटोमा सकिहालौँ भनेको, एउटा एक तरिकाले भनेको उनीहरूको जग नक्कली भएको हुनाले त्यो डाक्टरी कन्टिन्यू गर्न पाउन्नन् कि भन्ने एउटा चाहिँ एउटा भ्यू हुन्छ भने, एउटा नजरिया हुन्छ भने, अर्को चाहिँ कुरा भनेको त ए बाबा यो देशमा एसएलसी मात्रै पास गरेर पनि त डाक्टर बनेछन्, आइए नै पढ्नु पर्दैन थियो, आइएसी नै पढ्नु पर्दैन थियो भनेपछि तपाईँ 10 क्लास पास गरेर डाक्टर बन्न चाहिँ तिनीहरू चाहिँ सक्कली भए। एउटाले आइएसीको चाहिँ नक्कली, त्यो आइएसी चाहिँदैन भने त्यसको नक्कली होस् कि सक्कली होस् नि, त्यो एउटा छ नि, हो त्यो हिसाबले पनि कुरा गर्नुपर्छ होला। अनि अघि तपाईँले भनेकोमा म फेरि जोड दिइहालौँ, सबैभन्दा यसको जवाफ चाहिँ यदि म एउटा यो हाम्रो क्षेत्रमा नक्कली भयो भनेर सबैले, हामीले चाहिँ अरू मान्छेले चाहिँ कसरी भोग्नुपर्छ भने सबैभन्दा गल्ती फेरि यहाँ जो नक्कली छन् पुलिसले, सिआइबीले, एनएमएले, एनएमसीले समात्नुपर्ने समातोस्, तर यतिजना छन् भनेर फोरकास्ट नगर्दे भए हुन्थ्यो। भविष्यवाणी अथवा चाहिँ प्रिडिक्सन के गरिदिए भने 2000 जना नक्कली छन् यो देशमा, त्यो 2000 मा 50 जना समाते, 1950 जना त यही छ नि। म पनि त होला, त्यो एउटा असहजता अझै त्यो म पनि त होला भनेपछि एउटा बिरामी, तपाईँ बिरामीको पर्सपेक्टिभले हेर्नुहोस् कि त्यो बिरामीले भन्नु तपाईँलाई मुटुमा अलिकति असहज भयो, तपाईँ रमेश कोइरालाकोमा जान्छु भन्नुभयो, तपाईँले सोच्नु त्यो रमेश कोइराला त्यो 1950 मा हो कि होइन, तपाईँ कसरी चिन्नुहुन्छ? त्यहाँ नाम चलेका डाक्टर पनि छन्, राम्रा अस्पतालमा काम गर्ने डाक्टर पनि छन्, सबै खालका डाक्टर छन् भनेपछि त तपाईँले संख्या उल्लेख नगरिदिए भए हुन्थ्यो। झन् त अब त भनेको तपाईँ डाक्टर सक्कली डाक्टर कि नक्कली डाक्टर कसरी भन्नुहुन्छ त? हामी अगाडि बढ्दै जाँदा नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा 2072 सालको हेर्दाखेरि एमबीबीएस गरेका 1037 चिकित्सकहरूले लाइसेन्स परीक्षा दिएका थिए भने 784 जना मात्र पास भएका थिए, जसमध्ये नेपालबाट पढेर उत्तीर्ण भएका र लाइसेन्सको लागि परीक्षा दिनेमा 1037 जनामा 75.6% उत्तीर्ण भए थिए। बङ्गलादेशबाट आएका 193 जना, बङ्गलादेशबाट पढेर आएका 193 जना मध्ये 52.8% मात्र उत्तीर्ण भए भने चाइनाबाट आएका 133 जनामा, पढेर आएका 133 जनामा 32.3% मात्र उत्तीर्ण भए। भनेपछि यसमा तुलनात्मक रूपमा हेर्ने हो भने त नेपालबाट शिक्षा लिएका नै राम्रो देखिएको छ एनएमसी हो। त्यसमा त्यो यो एक्जाममा मात्रै होइन, हामीले बजारमा एकजना डाक्टरको हिसाबले पनि यसलाई तपाईँ सही मान्नुहुन्छ? यसलाई त भनेको मैले भन्नुपर्दा त सबैभन्दा सजिलो उदाहरण, म आइएसी पढ्दाखेरि अस्कलमा पढ्नेहरू धेरैजना मान्छे डाक्टर बन्थे, अस्कलका विद्यार्थी राम्रा हुन्थे, किनभने देशभरिका सबैभन्दा राम्रो अस्कलमा पढ्न आउँथे, त्यही भएर अस्कलको प्रोडक्ट राम्रो हुन्थे, होइन? त्योभन्दा अलिक नराम्रो त्रिचन्द्र होला, त्यसमा त्योभन्दा अलिक नराम्रो पाटन होला। त्यो भएर त्यो चाहिँ के भन्दाखेरि अब सबैभन्दा राम्रो विद्यार्थी कहाँ पढ्न चाहन्छन्? नेपालमा पढ्न चाहन्छन्, त्यही भएर नेपालको रिजल्ट राम्रो हो। सबैभन्दा नराम्रो विद्यार्थी कहाँ पढ्न चाहन्छन्? सायद नभनौँ होला। त्यही भएर यो भनेको त टिकल डाउन हो र त्यो त्यही नै हो। 2015 सन् 2015सम्म मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूको संख्या हेर्दाखेरि डेन्टलतिर एमबीबीएसमा, डेन्टलतिर बीडीएसमा पुरुष 722 जना, महिला 1064 जना भनेपछि डेन्टलतिर चाहिँ महिलाको संख्या धेरै देखियो। त्यसरी नै एमबीबीएसतिर पुरुष
10,522 जना र महिला 4,957 जना। त्यसरी नै विशेषज्ञ चिकित्सकतिर 3,304 जना पुरुष र 1,182 जना महिला, जम्मा गरेर 21,751 जना। भनेपछि डेन्टल सेक्टरतिर चाहिँ महिलाको संख्या धेरै देखियो पुरुषभन्दा, र अरूतिर पुरुषको संख्या नै धेरै फरक देखिएको छ। र यसकै आधारमा अघि हामीले छलफल गरेको जुन प्रति डाक्टर कतिजना व्यक्तिहरू बिरामी उसले हेर्नुपर्छ भन्ने कुरा, यसरी नै हामीले भूकम्पबाट स्वास्थ्य संस्थाहरूमा भएको क्षतिको बारेमा कुरा गर्दा गत वर्षको विनाशकारी भूकम्पबाट अति प्रभावित 14 जिल्लाका जम्मा 784 स्वास्थ्य संस्थाहरूमध्ये 358वटा पूर्ण क्षति, 311वटा आंशिक रूपमा क्षति भएका छन्। क्षति पुगेका स्वास्थ्य संस्थाहरूको सरकारी तथा गैर सरकारी क्षेत्रबाट पुनर्निर्माण कार्य भइरहेको छ। तर कुनै पनि देशमा विपत्ति जाँदा, युद्ध हुँदाखेरि, सामाजिक, राजनीतिक र आर्थिक रूपमा विपत्ति आइपर्दाखेरि सबैभन्दा धेरै महत्त्वपूर्ण सेक्टर नै स्वास्थ्य क्षेत्र, सञ्चार क्षेत्र र सुरक्षा निकायहरू हुन्छन्। तर हामी कहाँ अहिलेसम्म पनि सुरक्षा निकायहरू पनि केही हामीले बसाइसराई गर्नुभएको देखेको छौँ। तर स्वास्थ्य क्षेत्र हेर्दाखेरि 14वटा जिल्लामा 758 मध्ये 358 जना भनेपछि 58वटा भनेको त लगभग 50% नै क्षतिग्रस्त भयो, जुन अहिले पनि पूर्ण रूपमा 1 वर्षको अन्तरालमा पनि फर्किन सकेको छैन। भनेपछि स्वास्थ्य क्षेत्रलाई राज्यको तर्फबाट भएको यो प्राथमिकतामा हामी कसरी विश्लेषण गर्न सक्छौँ? यसलाई अलिकति अब यसलाई स्वास्थ्य मात्रै नहुनु, यो देश, यो भनेको यो देशको कुरा के भन्नुहुन्छ भने तपाईँले एउटा घर बनाउनु भयो, तपाईँले घर 50 लाखमा घर बन्छ, राम्रो घर बन्छ, त्यत्रै तपाईँले हेल्थ पोस्ट बनाउनु पर्यो, त्यो 2 करोडमा बन्छ र त्यो हेल्थ पोस्ट भुइँचालोमा भत्किन्छ, तपाईँको घर 50 लाखको भत्किन्न। यो भनेको यो देशको भनेको यो सिस्टमले गरेको हो। तपाईँले किनभने मैले देखेको छु हेल्थ पोस्टको भवन निर्माणमा राम्रो पैसा खर्च गरे हुन्छन्। अस्पतालको पैसा म कल्पनै गर्न सक्दिनँ, त्यस्तो अस्पताल बन्ने पैसाले मैले पाउने हो भने 4वटा अस्पताल बनाउँछु जस्तो लाग्छ। अब त्यो चाहिँ भनेको हामी सबै खराब छौँ। जबसम्म ठेकदारलाई नियम हुँदैन, जस्तै ठेकदारलाई नियम सुपरभिजन गर्ने इन्जिनियरको चाहिँ लाई पनि कसैले चाहिँ घाँटी न्याक्दैन, तबसम्म यो देशमा यो सान्दर्भिक रूपमा यसरी हामीले सम्पूर्ण रूपमा हेर्ने हो भने यो राष्ट्रको जस्तो अवस्था छ, त्योभन्दा स्वास्थ्य क्षेत्र चाहिँ अलगिएको अछुत छैन। सायद कुनै हिसाबमा त त्योभन्दा झन् बिग्रिया पनि होला। हजुर, औषधिको हामी धेरै केसहरू हेर्छौँ जुन राज्यले छुट्याएको हुन्छ, तर नजिकको औषधि पसलमा किन्न पाइन्छ, तर त्यही स्वास्थ्य क्षेत्रमा, स्वास्थ्य संस्थामा चाहिँ निःशुल्क पाइँदैन, जबकि बजेटमा छुट्याएको हुन्छ निःशुल्क भनेर। नेपालमा स्वास्थ्य सेवा लिनेको संख्या हेर्दाखेरि 2072-73 को 8 महिनाको तथ्याङ्कमा आधारित हेर्ने हो भने आकस्मिकमा 53,33,771 जना, बहिरङ्गमा 30,54,346 जना र भर्ना हुन चाहिँ 3,93,000 जना, लगभग 4 लाखहरू हुन्छन्। यो ओभरअल हाम्रो जनसङ्ख्याको आधारमा हेर्ने हो भने कम हो, सबै कम हो। किन यो जाने संस्कृति धेरै नभएर हो कि बिरामी नै कम हुन्छन्? आजको दिनमा तपाईँले एकदम दङ्ग परेको एउटा 85 वर्षको दाइलाई अथवा 75 वर्षको बाजेलाई तपाईँ एकदम जति बेला पनि देख्न सक्नुहुन्छ। म अहिलेसम्म अस्पताल गएको थिइनँ भनेर खुसी हुने मान्छे देख्नुहुन्छ। त्यो किनभने अस्पताल नजानु भनेको अझै पनि गर्वको विषय छ, जुन चाहिँ गल्ती हो। किनभने सिकिस्त नभइकन अस्पताल नजाने अथवा मेडिकल सपमा भनौँ न, दबाई पसलमा गएर दबाई दोकानेसँग समस्या सुल्झाउने र अनि ओछ्यानमा थलै नपरिदासम्म। जस्तै भनेको तपाईँलाई केही समस्या छ भनेर भन्दाखेरि छैन भन्छन्, अनि होइन अनि तपाईँ काम गर्न सक्नुहुन्छ भन्दा होइन पहिला भन्दा त अलिक सक्दिनँ भनेर भन्छ नि, अनि कति चाहिँ सक्नुहुन्न, उकालो चढ्नुहुन्छ भन्दा होइन त्यो त अलिक सक्दिनँ भनेर भन्दाखेरि हामी ओछ्यानमा थला नपरिन्जेसम्म हामी बिरामी होइनौँ। अब अन्त्यतिर, कार्यक्रमको अन्त्यतिर हेर्दाखेरि नेपालको स्वास्थ्यको बजेटको तथ्याङ्क हेर्दा 2071-72 सालमा हामी 37 अर्बमा थियौँ, 72-73 मा 41 अर्बमा आयो र 73-74 को यसपालिको बजेटमा चाहिँ 48 अर्ब। प्रतिशतको हिसाबले चाहिँ यो 7बाट 6, 6बाट 5 मा हामी अहिले आइपुगेका छौँ। यो अरू देशसँग तुलना गर्ने हो भने यो ठिकै बजेट हो। हाम्रो राष्ट्रिय बजेटको आधारमा जुन 5%, 6% ठिकै हो कि। जस्तै शिक्षामा 11% छ, जुन पहिला 16% थियो। जुन बेला शिक्षामा 16% थियो त्यो बेला यस्ता चाहिँ 7% थियो। भनेपछि त्यो सन्तुलन होइन भनेको यसलाई चाहिँ भनेको यो प्रतिशतले भन्दा पनि यहाँ यो नम्बरले बढी महत्त्व राख्छ।
भनेको 1 वर्षमा हाम्रो इन्फ्लेसनको हिसाबमा हेर्दाखेरि यो नम्बर त्यो इन्फ्लेसनभन्दा नम्बर धेरै छ र हामीलाई यो नम्बरले त्यसमा चाहिँ असर पर्छ पहिलो कुरा त। र दोस्रो कुरा भनेको हामी यदि स्वास्थ्य सेवामा भनेको सरकारी स्वास्थ्य सेवामा एउटा चाहिँ ड्रास्टिक चेन्ज ल्याउँदैनौँ भनेको जस्तै हेल्थ इन्सुरेन्स भने केमा भन्दा आधारभूतमा मात्रै हो कि सबैमा हो, त्यस्तो चेन्ज ल्याउने हो भने 48ले पनि पुग्दैन, त्यो कहाँ पुग्छ त्यो जुन सायद अहिलेको सरकारहरूले चाहिँ त्यो विगत केही वर्षदेखि चाहिँ सरकारहरूले चाहिँ त्यतातिर ध्यान नदिइरहेछन् र त्यो गर्दाखेरि हाम्रो बजेट त्योभन्दा बढी नै हुन्छ, अझै बढ्छ, त्यो बढ्नै पर्छ किनभने तान्नै सक्दैन यो बजेटले निशुल्क स्वास्थ्य बिमा अथवा जुन चाहिँ सामुदायिक स्वास्थ्य बिमा भनेर स्वास्थ्यको पैसा बिमाको पैसा त एकदम कम छ। अहिले तपाईँले पनि हेर्नुभयो भने जुन बिमाको पैसा त भनेको एउटा व्यक्तिले 1000 रुपियाँ चाहिँ वर्षको तिरेर तपाईँ उसलाई चाहिँ त्यो रिफरलको स्टेप बाई स्टेप गरेर तपाईँ काठमाडौँको चाहिँ टर्सरी केयर सेन्टरहरूमा चाहिँ उपचार पनि निशुल्क गराउँदै हुन्छ, जुन सम्भव छैन यो पैसाले। एकजना विशेषज्ञ चिकित्सकले सामान्यतया वा छोटकरीमा कुनै एउटा म्यासेज दिनु परेमा होइन नेपालको स्वास्थ्य क्षेत्रको परिप्रेक्ष्यमा आधारित भइकन एउटा एकदमै छोटकरीमा म्यासेज दिनु परेमा सन्देश दिनु परेमा के दिनुहुन्थ्यो होला तपाईँ? खै मैले सन्देश दिने त त्यसरी सोचेको छुइनँ। सायद सबै डाक्टर फटा हुँदैनन्, जुन चाहिँ हामीलाई डाक्टर भन्ने बित्तिकै जहिले पनि यसले लुट्यो भन्ने चाहिँ हामी जुन चाहिँ हाम्रो मनस्थितिमा सबैभन्दा पहिला त त्यही नै आउँछ, त्यो आउनु भएन। दोस्रो त्यो सक्कली डाक्टर होस् कि नक्कली डाक्टर होस् कि जे नाम दिनुहोस् त्यसलाई नाममा ठुलो कुरा नमान्नु, त्यसो भए जे भन्नुहोस्, नक्कली डाक्टरले अपरेसन गरे पनि मान्छे मर्छन् होला, सक्कली डाक्टरले अपरेसन गरे भने मान्छेको ज्यान जान्छ होला। भनेको डाक्टर भगवान होइनन्, डाक्टरले गर्दाखेरि सधैँ तलमाथि हुने सम्भावना हुन्छ, डाक्टर पनि मान्छे हो। र मेडिकल नेग्लिजेन्सी अथवा मेडिकल इररहरू भनौँ न, भनेको त्यो नेपाल मात्रै होइन, त्यो अमेरिकामा पनि हुन्छ। हामीले सुनेको एकजना अभिनेत्रीको आमाको पनि भनेको दाहिनेपट्टिको दिमागको भनौँ अपरेसन गर्नुपर्ने देब्रेपट्टि अथवा यस्तै यो ठिक्क उल्टो भएको हामीले पनि सुनेका छौँ अमेरिकामा पनि। त्यही भएर जहाँ पनि हुन्छ, त्यसै कारण धेरै उत्तेजित हुनुभन्दा यदि तपाईँलाई लाग्छ त्यो डाक्टरले अथवा त्यो डाक्टरको समूहले कुनै गल्ती गरेको छ, गैर कानुनी काम गरेको छ, अथवा तपाईँको बिरामीको उपचारमा भएको उपचार पद्धतिमा तपाईँलाई गल्ती लागेको छ भने सायद सबैभन्दा राम्रो तरिका कानुनी उपाय खोजौँ, पूर्वाग्रही नहौँ, तोडफोड नगरौँ र डाक्टरलाई जहिले पनि भनेको बरु राम्रो हुँदाखेरि जस नदिनुहोस्, नराम्रो हुँदाखेरि अब्जस पनि नदिनुहोस्। हजुर, आजको कार्यक्रममा उपस्थित भइदिनु भएकोमा धन्यवाद। हस्, धन्यवाद। तपाईँलाई पनि बोलाउनु भयो, अलिअलि कुरा गरियो, कति तथ्यहरू हेरियो। हस्, धन्यवाद। दर्शकवृन्द, हामी आफ्नो स्वास्थ्यको लागि आफू नै जिम्मेवार हुने हो र त्यस पश्चात मात्र हामीले दोषारोपण गर्ने नगर्ने भन्ने कुरा त्यसपछिको सान्दर्भिकतासँग सम्बन्धित छ। आजको कार्यक्रम हेरिदिनु भएकोमा धन्यवाद। खबरभित्रको खबरको लागि हेर्दै गर्नुहोस् एभेन्यूज टेलिभिजन। नमस्ते।